रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीले टिमुरे स्याफ्रुबेसी लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। भोटेकोशी नदीमा तिब्बततर्फबाट एक्कासी ठूलो बाढी प्रवेश गरेपछि नदी आसपासका बस्ती बजार तथा भौतिक संरचना प्रभावित भएका हुन्। बिहान करिब 9:15 बजेतिर तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बाढीको वास्तविक कारण र क्षतिको पूर्ण विवरण भने अझै खुलिसकेको छैन। अचानक आएको बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ। स्थानीय तथा प्रहरीका अनुसार बजारका धेरै घर तथा संरचना बाढीले बगाएको छ। प्रारम्भिक सूचना अनुसार टिमुरे बजारमा केही घर मात्रै बाँकी रहेको बताएको छ, तर क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। बाढीबाट टिमुरे क्षेत्रको इलाका प्रहरी कार्यालयमा समेत ठूलो क्षति पुगेको छ। कार्यालयमा कार्यरत 15 जना प्रहरी मध्ये प्रारम्भिक विवरण अनुसार 8 जना सम्पर्कमा आएका छन् भने बाँकीको अवस्थाबारे खोजी भइरहेको बताइएको छ। यसैबीच टिमुरे स्याफ्रुबेसी र रसुवागढी क्षेत्रका प्रहरी संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीले रसुवाका जलविद्युत आयोजनाहरूमा समेत प्रभाव पारेको छ। प्रारम्भिक विवरण अनुसार एउटा जलविद्युत आयोजना बाढीले बगाएको र चिलिमे जलविद्युत आयोजना लगायतका अन्य आयोजनामा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। बाढीको जोखिम बढेपछि यसअघि पनि लेन्दे खोलामा पानीको सतह बढ्दा 111 मेगावाटको रसुवागढी जलविद्युत आयोजनाले सुरक्षाका लागि उत्पादन बन्द गरेको घटना भएको थियो। भोटेकोशीमा आएको ठूलो बाढीपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र तथा मुगलिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीको प्रभाव त्रिशुली नदी हुँदै तल्लो क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन र अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ। बाढी तिब्बततर्फबाट अचानक ठूलो पानीको बहावका रूपमा आएको प्रारम्भिक जानकारी भए पनि यसको वास्तविक कारण के हो भन्ने अझै यकिन भइसकेको छैन। अधिकारीहरूले हिमताल फुटेको हो वा अन्य कारणले अचानक ठूलो पानीको बहाव आएको हो भन्ने विषयमा थप अध्ययन तथा विवरण आवश्यक रहेको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने, सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउने तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सरकार तथा सम्बन्धित निकायहरूले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उद्धार र राहतका लागि आवश्यक समन्वय अघि बढाएका छन्। बाढी आएको केही समयमै प्रारम्भिक विवरणहरू सार्वजनिक भए पनि मानवीय क्षति, घरबस्ती, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य सरकारी संरचनामा भएको क्षतिको यकिन विवरण अझै प्राप्त भइसकेको छैन। सम्बन्धित निकायबाट स्थलगत निरीक्षण र विवरण संकलन भएपछि मात्रै पुल क्षतिको वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको मुख्य सन्देश रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण टिमुरे र स्याफ्रुबेसी क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन्। तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यो घटना विकासशील अवस्थामा रहेकाले क्षति तथा उद्धार सम्बन्धित विवरण थप प्राप्त हुँदै जानेछन्। रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीले टिमुरे स्याफ्रुबेसी लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। भोटेकोशी नदीमा तिब्बततर्फबाट एक्कासी ठूलो बाढी प्रवेश गरेपछि नदी आसपासका बस्ती बजार तथा भौतिक संरचना प्रभावित भएका हुन्। बिहान करिब 9:15 बजेतिर तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बाढीको वास्तविक कारण र क्षतिको पूर्ण विवरण भने अझै खुलिसकेको छैन। अचानक आएको बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ। स्थानीय तथा प्रहरीका अनुसार बजारका धेरै घर तथा संरचना बाढीले बगाएको छ। प्रारम्भिक सूचना अनुसार टिमुरे बजारमा केही घर मात्रै बाँकी रहेको बताएको छ, तर क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। बाढीबाट टिमुरे क्षेत्रको इलाका प्रहरी कार्यालयमा समेत ठूलो क्षति पुगेको छ। कार्यालयमा कार्यरत 15 जना प्रहरी मध्ये प्रारम्भिक विवरण अनुसार 8 जना सम्पर्कमा आएका छन् भने बाँकीको अवस्थाबारे खोजी भइरहेको बताइएको छ। यसैबीच टिमुरे स्याफ्रुबेसी र रसुवागढी क्षेत्रका प्रहरी संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीले रसुवाका जलविद्युत आयोजनाहरूमा समेत प्रभाव पारेको छ। प्रारम्भिक विवरण अनुसार एउटा जलविद्युत आयोजना बाढीले बगाएको र चिलिमे जलविद्युत आयोजना लगायतका अन्य आयोजनामा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। बाढीको जोखिम बढेपछि यसअघि पनि लेन्दे खोलामा पानीको सतह बढ्दा 111 मेगावाटको रसुवागढी जलविद्युत आयोजनाले सुरक्षाका लागि उत्पादन बन्द गरेको घटना भएको थियो। भोटेकोशीमा आएको ठूलो
बाढीपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र तथा मुगलिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीको प्रभाव त्रिशुली नदी हुँदै तल्लो क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन र अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ। बाढी तिब्बततर्फबाट अचानक ठूलो पानीको बहावका रूपमा आएको प्रारम्भिक जानकारी भए पनि यसको वास्तविक कारण के हो भन्ने अझै यकिन भइसकेको छैन। अधिकारीहरूले हिमताल फुटेको हो वा अन्य कारणले अचानक ठूलो पानीको बहाव आएको हो भन्ने विषयमा थप अध्ययन तथा विवरण आवश्यक रहेको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने, सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउने तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सरकार तथा सम्बन्धित निकायहरूले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उद्धार र राहतका लागि आवश्यक समन्वय अघि बढाएका छन्। बाढी आएको केही समयमै प्रारम्भिक विवरणहरू सार्वजनिक भए पनि मानवीय क्षति, घरबस्ती, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य सरकारी संरचनामा भएको क्षतिको यकिन विवरण अझै प्राप्त भइसकेको छैन। सम्बन्धित निकायबाट स्थलगत निरीक्षण र विवरण सङ्कलन भएपछि मात्रै पुल क्षतिको वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको मुख्य सन्देश रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढीका कारण टिमुरे र स्याफ्रू बेसी क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन्। तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यो घटना विकासशील अवस्थामा रहेकाले क्षति तथा उद्धार सम्बन्धित विवरण थप प्राप्त हुँदै जानेछन्। रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीले टिमुरे, स्याफ्रू बेसी लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। भोटेकोसी नदीमा तिब्बततर्फबाट 81 ठूलो बाढी प्रवेश गरेपछि नदी आसपासका बस्ती, बजार तथा भौतिक संरचना प्रभावित भएका हुन्। बिहान करिब 9:15 बजेतिर तिब्बततर्फबाट ठूलो बाढी भोटेकोसीमा प्रवेश गरेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बाढीको वास्तविक कारण र क्षतिको पूर्ण विवरण भने अझै खुलिसकेको छैन। अचानक आएको बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ। स्थानीय तथा प्रहरीका अनुसार बजारका धेरै घर तथा संरचना बाढीले बगाएको छ। प्रारम्भिक सूचना अनुसार टिमुरे बजारमा केही घर मात्रै बाँकी रहेको बताएको छ, तर क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। बाढीबाट टिमुरे क्षेत्रको इलाका प्रहरी कार्यालयमा समेत ठूलो क्षति पुगेको छ। कार्यालयमा कार्यरत 15 जना प्रहरी मध्ये प्रारम्भिक विवरण अनुसार 8 जना सम्पर्कमा आएका छन् भने बाँकीको अवस्थाबारे खोजी भइरहेको बताइएको छ। यसैबीच टिमुरे, स्याफ्रू बेसी र रसुवा गढी क्षेत्रका प्रहरी संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीले रसुवाका जलविद्युत आयोजनाहरूमा समेत प्रभाव पारेको छ। प्रारम्भिक विवरण अनुसार एउटा जलविद्युत आयोजना बाढीले बगाएको र चिलिमे जलविद्युत आयोजना लगायतका अन्य आयोजनामा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। बाढीको जोखिम बढेपछि यसअघि पनि लेन्दे खोलामा पानीको सतह बढ्दा 111 मेगावाटको रसुवा गढी जलविद्युत आयोजनाले सुरक्षाका लागि उत्पादन बन्द गरेको घटना भएको थियो। भोटेकोसीमा आएको ठूलो बाढीपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र तथा मुगलिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीको प्रभाव त्रिशुली नदी हुँदै तल्लो क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन र अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ। बाढी तिब्बततर्फबाट अचानक ठूलो पानीको बहावका रूपमा आएको प्रारम्भिक जानकारी भए पनि यसको वास्तविक कारण के हो भन्ने अझै यकिन भइसकेको छैन। अधिकारीहरूले हिमताल फुटेको हो वा अन्य कारणले अचानक ठूलो पानीको बहाव आएको हो भन्ने विषयमा थप अध्ययन तथा विवरण आवश्यक रहेको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने, सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउने तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सरकार तथा सम्बन्धित निकायहरूले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उद्धार र राहतका लागि आवश्यक समन्वय अघि बढाएका छन्। बाढी आएको केही समयमै प्रारम्भिक विवरणहरू सार्वजनिक भए पनि मानवीय क्षति, घरबस्ती, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य सरकारी संरचनामा भएको क्षतिको यकिन विवरण अझै प्राप्त भइसकेको छैन। सम्बन्धित निकायबाट स्थलगत निरीक्षण र विवरण सङ्कलन भएपछि मात्रै पुल क्षतिको वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।
अहिलेको मुख्य सन्देश रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढीका कारण टिमुरे र स्याफ्रू बेसी क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन्। तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यो घटना विकासशील अवस्थामा रहेकाले क्षति तथा उद्धार सम्बन्धित विवरण थप प्राप्त हुँदै जानेछन्। रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीले टिमुरे, स्याफ्रू बेसी लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। भोटेकोसी नदीमा तिब्बततर्फबाट एक्कासी ठूलो बाढी प्रवेश गरेपछि नदी आसपासका बस्ती, बजार तथा भौतिक संरचना प्रभावित भएका हुन्। बिहान करिब 9:15 बजेतिर तिब्बततर्फबाट ठूलो बाढी भोटेकोसीमा प्रवेश गरेको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बाढीको वास्तविक कारण र क्षतिको पूर्ण विवरण भने अझै खुलिसकेको छैन। अचानक आएको बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण छ। स्थानीय तथा प्रहरीका अनुसार बजारका धेरै घर तथा संरचना बाढीले बगाएको छ। प्रारम्भिक सूचना अनुसार टिमुरे बजारमा केही घर मात्रै बाँकी रहेको बताएको छ, तर क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। बाढीबाट टिमुरे क्षेत्रको इलाका प्रहरी कार्यालयमा समेत ठूलो क्षति पुगेको छ। कार्यालयमा कार्यरत 15 जना प्रहरी मध्ये प्रारम्भिक विवरण अनुसार 8 जना सम्पर्कमा आएका छन् भने बाँकीको अवस्थाबारे खोजी भइरहेको बताइएको छ। यसैबीच टिमुरे, स्याफ्रू बेसी र रसुवा गढी क्षेत्रका प्रहरी संरचनामा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीले रसुवाका जलविद्युत आयोजनाहरूमा समेत प्रभाव पारेको छ। प्रारम्भिक विवरण अनुसार एउटा जलविद्युत आयोजना बाढीले बगाएको र चिलिमे जलविद्युत आयोजना लगायतका अन्य आयोजनामा पनि क्षति पुगेको स्थानीयले बताएका छन्। बाढीको जोखिम बढेपछि यसअघि पनि लेन्दे खोलामा पानीको सतह बढ्दा 111 मेगावाटको रसुवा गढी जलविद्युत आयोजनाले सुरक्षाका लागि उत्पादन बन्द गरेको घटना भएको थियो। भोटेकोसीमा आएको ठूलो बाढीपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र तथा मुगलिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढीको प्रभाव त्रिशुली नदी हुँदै तल्लो क्षेत्रमा समेत पर्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन र अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान आग्रह गरिएको छ। बाढी तिब्बततर्फबाट अचानक ठूलो पानीको बहावका रूपमा आएको प्रारम्भिक जानकारी भए पनि यसको वास्तविक कारण के हो भन्ने अझै यकिन भइसकेको छैन। अधिकारीहरूले हिमताल फुटेको हो वा अन्य कारणले अचानक ठूलो पानीको बहाव आएको हो भन्ने विषयमा थप अध्ययन तथा विवरण आवश्यक रहेको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने, सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउने तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सरकार तथा सम्बन्धित निकायहरूले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै उद्धार र राहतका लागि आवश्यक समन्वय अघि बढाएका छन्। बाढी आएको केही समयमै प्रारम्भिक विवरणहरू सार्वजनिक भए पनि मानवीय क्षति, घरबस्ती, सडक, पुल, जलविद्युत आयोजना तथा अन्य सरकारी संरचनामा भएको क्षतिको यकिन विवरण अझै प्राप्त भइसकेको छैन। सम्बन्धित निकायबाट स्थलगत निरीक्षण र विवरण सङ्कलन भएपछि मात्रै कुल क्षतिको वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ। अहिलेको मुख्य सन्देश रसुवाको भोटेकोसीमा आएको आकस्मिक बाढीका कारण टिमुरे र स्याफ्रू बेसी क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन्। तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम रहेकाले सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यो घटना विकासशील अवस्थामा रहेकाले क्षति तथा उद्धार सम्बन्धित विवरण थप प्राप्त हुँदै जानेछन्।